मलेसिया, कतार, दुबई। कति वर्ष जति काम गर्नुभयो? 13 वर्ष जति गरेँ, 3टै देश गरेर। समस्या यस्तै छ, अब आफू हिँडिराखेको घर यताउता डुल्न सक्ने छु, तर मान्छे चिन्ने टाढा जान सक्दिनँ। तैपनि खेतालाहरूलाई मैले जस आइडिया दिएर काम गराउन सक्ने छ। हिँड्न हाल्न हुन्न। मैले अरू ममाथि कति कामदारहरू खुसी हुनुहुन्छ। म कामदार खोज्न जान पर्दैन, आफै आउनुहुन्छ। मैले उहाँहरूलाई पनि खुसी बनाएको छु र त मेरो काम बनेको छ नि। यस्तो म विदेश बसेर आएपछि मेरो आँखा बिग्रे, तर मैले खेताला रोजगारी धेरैलाई दिएको छु। सबै खेताला गरेरै मैले आइडिया दिने, खेताला लगाउने। घरमा अब श्रीमती छन्, छोरी अब एउटी छोरी छ, काठमाडौँ पढ्छ। मैले अहिले पर खेतमा 30 रोपनी यतिमा आलु लगाउँदैछु। अहिले यसमा अब 20 रोपनीमा सुन्तला छन्। यसमा फेरि सुन्तलाभित्र काउली, बन्दा, अदुवा सबै छ। उत्पादन वर्षको 80 क्विन्टल जति मैले आलु बेच्छु। काउली अरू छुट्टै तरिकाले बेचिन्छ। सरकारी निकायबाट हाम्रो कृषि फर्म छ। कृषि फर्मबाट पाइने हल्का सुविधाहरू पाइन्छ। बिउको लागि अनुदान। नाफा परियोजनाबाट अब सुन्तला लगाइयो छ। अहिलेसम्म त केही पाइयो छैन। अब पोखरी बनाइयो छ, सुन्तला लगाइयो छ। अब सरहरूले दिनुहुन्छ भन्ने आश छ।